हाउ गाइजहरू गुड मर्निङ सम्पूर्ण साथीहरूलाई दर्शन नमस्ते। आज फेरि नयाँ भिडियो लिएर आएछु। भिडियो चाहिँ अलि लामो हुन्छ आजको चाहिँ, किन भन्दाखेरि कम्पनीबाट अलिक टाढै छ क्या, सङ्नाम हो नि त आजको मेरो डेस्टिनेसन चाहिँ सङ्नामसम्मको हो गाइजहरू। सङ्नाम मेरो कम्पनीबाट लगभग टाढै पर्छ, 50-60 किलोमिटर जति कति छ, 60 किलोमिटर अलिक टाढै छ। अनि म चाहिँ 60 किलोमिटर पनि के अरे हाइवेबाट जाने भएकोले अलिक फास्टर हुन्छ, छिटो जान्छु म एकदम हाइवेबाट चाहिँ। टनल एकदम धेरै छ क्या आज चाहिँ। आजको बाटोमा चाहिँ टनल लगभग 10-12वटा टनल भेट्छ, त्यही भएर भिडियो बनाउन मजा आउँछ क्या आज चाहिँ। वातावरण पनि कस्तो बाटो कस्तो राम्रो है। अनि आज सौको दाइ पनि सँगै जान्छु भनिरहेको थियो। सौको दाइलाई चाहिँ 7 बजी जाने अरे, अनि म चाहिँ 6 बजी 6:30 निस्केर आएको। भर्खर फोन गरेर म आउँछु पर्खी त्यहीँ पर्खी भनेको थिएँ। अनि फेरि एकछिनमा ल भनेर पर्खेर बस्थ्यो। फेरि फोन गरेर राम्रोसँग गएर होला नजाने भने एक्लै जानु हुन्छ क्या, मजा आउँछ क्या गाडी चलाउँदा। एक्लै जानु बेस्ट हुन्छ, कसैलाई सँग लगेर जानु। आज चाहिँ म यहाँबाट अब अलि अगाडि गएर स्टेसनबाट कोसोकहरू चढ्नुपर्छ। हाइपास पुग्दाखेरि तपाईँलाई फेरि भिडियोमा जोड्छु। अहिलेलाई चाहिँ अब यहाँबाट चाहिँ हाइपास जानको लागि भित्र छिर्नु छ। हाइवेमा इन्ट्री गर्ने बाटो अब त अलिक अगाडिबाट चाहिँ यहाँबाट अब भित्र गएर हाइपासमा इन्ट्री गरेर त्यसपछि मात्र हाइवेमा छिर्नु पाउँछ पूर्णियामा चाहिँ। पूर्णियामा चाहिँ राइट साइड जानको लागि चाहिँ अहिले चाहिँ नयाँ नेम चेन्ज भएको छ। एकछिन रोक्ने, इल्बान छम्जी गरेर त्यसपछि मात्रै गर्ने हो। इल्बान छम्जी गर्ने सुकुममा यो चाहिँ कोरियाको हाइपास जाने बाटो है गाइजहरू। अब यहाँबाट हाइवे छिर्छु म। यो कुन हाइवे हो? फङ्जु हाइवे होला। हाइवेकै नाम चाहिँ कुन थाहा भएन, तर फङ्जु हाइवे जस्तो लाग्यो मलाई। आजको बान्छ औ मा कसम काम कस्तो लाग्यो, आँखामै काम पऱ्यो। यो चाहिँ हाइवेभित्र इन्ट्री गर्ने बाटो हो। तल पर भएको गेट चाहिँ हाइवेको हाइवे पास हो है। यहाँ चाहिँ पैसा तिरेर जानुपर्छ। गाडीमा चाहिँ मेरो अलरेडी कार्ड छ, यहाँ कार्डबाटै काट्छु। पूर्णियामा हाइवेमा गाडी चलाउँदाखेरि अनिवार्य हाइपासबाट जानुपर्छ। यहाँ हाइपासमा नि हामी आफ्नो गाडी लगेर जाने चाहिँ यो निलो लाइन पछाएर जानुपर्छ है साथीहरू। आफ्नो पछि कतै हाइवेतिर जानुपर्छ। फर्स्ट टाइमहरू थाहा छैन भने चाहिँ यो यसरी गरिदिनु होला। यो चाहिँ कोरियाको हाइपास हो, मजाले हेर्नु होला। यहाँबाट इन्ट्री गर्ने। 입구 영업소를 통과하였습니다. 안전운전하십시오. 감사합니다. अब यहाँ हाइवेमा छिर्ने बित्तिकै बाटो चेन्ज हुन्छ क्या। कता कता सौलतिर जाने, सङ्नाम कता कता जाने हुन्छ क्या। खाङलुङ जाने र खाङलुङ र वन्जु जाने चाहिँ यता साइडबाट रहेछ उता हो। अनि यता चाहिँ म कहाँ छ इन्चन थोङसौल सङ्नाम जाने बाटो चाहिँ यताबाट हो। त्यही भएर बिर्सनु है, यस्तो खालको रुट चाहिँ यहाँबाट रुट बिर्स्यो भने एकैचोटि चेन्ज गर्ने रोडै पाउँदैन क्या। टाढा गएपछि मात्रै फर्किनुपर्छ क्या। त्यही भएर भित्र छिर्नुभन्दा अगाडि यस्तो बोर्डहरू एकदम मजाले हेर्नुपर्छ। फेरि एकदम ध्यान दिएर हेर्नुपर्छ गाइजहरू। मैले चाहिँ आज नेभिगेसन खोलेको छैन, अस्ति एकचोटि गएको थिएँ सङ्नाम, टाढा छ क्या। तर हाइवेबाट जानु भएकोले खासै गाह्रो हुँदैन। म चाहिँ नेभिगेसन खोले के अरे ड्राइभिङ गर्नुभन्दा नि त्यही बोर्डहरू हेरेर गर्छु क्या। बोर्डहरू हेर्दा नि फेरि हेर्दै गयो भने चाहिँ के अरे नेभिगेसन हेरेर चाहिँ आँखा मोबाइलमा जान्छ नि त, एक्सिडेन्ट हुने सम्भावना धेरै हुन्छ क्या, एकदम धेरै हुन्छ। त्यही भएर बोर्डमा हेरेर जाने। अब चाहिँ हाइवे गाइज, यो चाहिँ कोरियाको हाइवे गाइज। लेट्स गो। हाइवे स्पिड लिमिट 100, मिनिमम 50। लेट्स ड्राइभ इन हाइवे। ओ पछाडि लोड चामल कति लोड छ त मेरो? 50 किलोको 50 बोरा छ, 20 किलोको 50 बोरा छ। अनि 10 किलोको 60 गरेर 3 प्रकारको थामा छ नि त।
अनि 170 भएर चामल लोड गर्छ पछाडि। अनि हामी चाहिँ कोरियाको हाइवे चाहिँ यस्तो दुईवटा लेन हुन्छ नि त, अनि दुई लेन अलिक ठुलो चाहिँ कुनै ठाउँमा ठुलो पनि हुन्छ। यहाँ चाहिँ यो यताउता छ नि सहरहरू नभएकोले दुईवटा लेन मात्रै छ क्या। अनि दुईवटा लेनमा यो भित्री लेन चाहिँ एक लेन, यो पछाडि बाहिरको चाहिँ दुई लेन हो क्या। हामी चाहिँ हाम्रो कारको गाडीहरू चाहिँ लगभग बाहिरबाट हिँड्नुपर्छ कोरियामा चाहिँ, एकदम बाहिरभन्दा भित्रको जानु हुँदैन। भित्र चाहिँ प्राइभेट कारहरू जान्छ क्या, सुयोङ छाहरू एकदम स्पिड जान्छ तिनीहरू त हो नि त हो। तिनीहरू डिस्टर्ब हुन्छ भनेर हामी चाहिँ बाहिरबाट जाने। चामल एकदम लोड गरेछ, अलिकति ह्यान्डल तलमाथि हुने त्यो पल्टिन्छ गाडी। त्यही भएर म 90मा गइरहेको छु, बाहिरको रुटबाट बिस्तारै जान्छु म। हाइवे गाइस कोरियाको बेस्ट। हाई 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 मेरो गाडीमा भरे फर्किँदा मेरो पनि यस्तै उडाउने मेरो गाडी। फर्किँदा त 150मा उडाएर आउने अन्त। छिटो गयो भन्न सकिँदैन, बिस्तारै गए पुगिन्छ अनिवार्य, त्यही भएर बिस्तारै जाने। अब माइको रे बिस्तारै पनि 110 पुगिसकेको छु। कोरियाको हाइवेमा चाहिँ गाडी चलाउन एकदम मजा आउँछ है। बेस्ट क्यामेरा पनि खासै हुँदैन, क्यामेरा टाढा टाढा हुन्छ नि त। 100 कटेमा फुल घुमाउने हो, 100 कटाउनु हुँदैन नि त क्यामेराको नजिक पुग्दा त। त्यही भएर तपाईँहरू पनि कोरियामा ड्राइभिङ गर्दै हुनुहुन्छ भने चाहिँ नेभिगेसन हेरेर भन्दा पनि माथि के अरे सूचना पार्टी हेर्दै हिँड्नु क्या। त्यस्तो गर्दाखेरि सजिलो हुन्छ ड्राइभ गर्ने, एकदम स्किल बढ्छ। वाउ हानगाङ नदीबाट जान्छु अहिले चाहिँ म। हानगाङको माथिबाट यो चाहिँ पुल हो, हानगाङ रिभर छ तल मुनि चाहिँ, मभन्दा तल चाहिँ। चामल लोड बढी भएर क्या गाडी हल्लिरहेको छ दिक 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 गरेर। यी छन् 2 किलोमिटरबाट यता गयो भने यीसँग पुग्दो रहेछ। पुग्यो जो कोङसन हाम्रो भनेको के उत्तर हो, उत्तर कोरिया उत्तर के अरे उत्तरीय जो। हाइवेमा चाहिँ गेयर सेयर चेन्ज गर्नु पर्दैन, एकैचोटि फुल गेयर हान्दिएर चाहिँ कुदाएको आयो। कहीँ रोक्नु पर्ने केही हुँदैन नि त, एक्सिडेन्ट भइहाल्यो भने मात्र हो, नभए केही हुँदैन। आयो कुदा भिडियो राम्रो हुने भयो गाइज। म यतिमा रोकेर भरे फेरि जोइन हुन्छ त। टनलहरू एकदम धेरैसम्म टनल देखाउँछ गाइजहरू। अब कोरियाको फर्स्ट टनल है मेरो सङनाम जाँदा, सङनामको यात्रामा आज भेटिएको फर्स्ट टनल है यो चाहिँ। यस्तो टनल कति होला 12-15 जति भेट्छ आज। फर्स्ट टनल है यो चाहिँ। कुन टनलहरू छ म नाम पनि भनिदिन्छु ल, टनलको नामहरू पनि। हाई 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 दिस इज बद्री भाइ, बद्री हिँड्यो काठमाडौँ सबलाई टाटा भाइ। यो चाहिँ खुम्सा टनल भन्छ, खुम्सा। यो चाहिँ खुम्सा टनल है। कस्तो हलेको गाडी गिरिक गिरिक गरिरहेको छ मेरो गाडी, लोड बढी भएर क्या पछाडिको। यो खुम्सा टनल भयो, इल टनल हो यो चाहिँ। अनि के अरे कोरियामा चाहिँ टनलभित्र लेन चेन्ज गर्नु मिल्दैन क्या। लेन चेन्ज गऱ्यो भने पछाडिको गाडीले लिएर आउँछ। सानबुक टनल भन्छ, यो चाहिँ सानबुक टनल। अहिले फर्स्टको भन्दा अलि लामो चाहिँ टनल। काँचो टनल छ, टनलभित्र पनि स्पिड लिमिट 100 रहेछ। बब्बा दामी बाउ। पर एक दुई ठाउँमा चाहिँ कस्तो लामो छ क्या टनल है, रिमबाटै लाग्ने क्या टनलभित्रै। दामी भिडियो चाहिँ लामो हुन्छ ल। म 2-3वटा बनाएको छु एकैचोटि, फर्किँदामै बनाउँछु ल। दामी देख्छ, फर्किँदा पनि दामी देख्छ, जाँदा र फर्किँदा गर्दा त। तर आज मेरो चार्जर छुटेर, चार्जर हिजो मोबाइल चार्ज गरेन क्या राति, मोबाइल चार्ज गरेर बिर्सेछु। बिहान मोबाइल चार्जर राम्रो थिएन, अनि नयाँ डाटा केबल ल्याएर चार्जर राम्रो भइरहेको छ मोबाइल, ब्याट्री पुग्दैन। नेभिगेसन त हेर्नु पर्दैन थिएँ भिडियोको लागि मोबाइलमा ब्याट्री चाहिँ।
हाई गाइज हाई हाई भर्खर कोरियामा 7 बज्दैछ गाइज गाइज 7 कोरियामा हुने साथीहरूले यो भिडियो हेर्दै हुनुहुन्छ भने कुन गाडी किन्दा चाहिँ बेस्ट हुन्छ होला एकचोटि एउटा कमेन्ट गर्नु ल मलाई गाडी लिनु भएको छ यो लिनु मन लागिरहेको छ एउटा प्राइभेट कार अभान्ते देखिरहेको छु मैले धेरै अभान्ते चलाउनु पर्ला अभान्ते किन्नुपर्छ दुईवटा टनल सक्यो फेरि म एकछिनमा टनल आइदिन्छु जोड्छु ल अहिले भिडियो काट्छु भिडियो लाग्नु कोरियाको बाटो चाहिँ एकदम स्ट्रेट है टनल नआयो नि बाटो स्ट्रेट भएकोले अनि पाहाड हो यता वरपर सबै जङ्गलै जङ्गल क्या त्यस्तो हेर्दै आनन्दको बात भनौँ क्या आँखामा नि हरियो हुने क्या यो चाहिँ युकेसो हो यो चाहिँ आराम कक्ष छ कोरियाको हाइवेमा गाडी चलाउँदाखेरि एकदम थाक्छ नि त अनि हाइवे आराम गरेको छ यहाँ चाहिँ कहाँको हो यो कङ्जुको होला कङ्जु भन्छ कि कहाँको हो भिडियोमा जोडिरहने हुन्छु गाइजहरू भिडियोलाई फुल वाच गर्नु होला है कोरियाको हाइवेको भिडियो चाहिँ मेरो फर्स्ट भिडियो कोरियाको हाइवेमा यहाँतिर एउटा क्यामेरा छ स्पिड लिमिट 100 हो है 90-80सम्म त केही पनि बस्छ 100 खुन्जियाम टनल के अरे खुन्जियाम युकेसो रहेछ यहाँ चाहिँ खुन्जियाम याङफ्याङ खुन्जियाम रहेछ अहिले त भर्खर याङफ्याङ रहेछ यताको दृश्य भन्दा नि कसको चाहिँ मोबाइल ननिस्किन्छ यताको औ सिट या यताको जङ्गल पऱ्यो यताको दृश्य नि यताको जङ्गल त जङ्गलै है